पैसा माग्ने बेलामा। हेलो बहिनी। आमै दिदी नमस्ते। कहिले नआउने हाम्रो घरमा यहाँ लुगा राखेको छ, आउनु न यतै बस्नु, आउनु। के गर्दैछौ? के गर्नु दिदी, आमा छोरा त छौँ, भाइ विदेश जानु भएको छ, गाई पालेको छु एउटा, त्यही दुध बेच्ने, खसी पालेको छु दुईटा, त्यसलाई घाँस काट्ने बस्ने, खासै केही पनि छैन। के छ खबर दिदी? अनि तिम्रोमा आउँ भन्छु, केले रोक्छ? त्यही त, यसको बाबाले भन्नुहुन्थ्यो जहिले यही बाटो उकालो गइराख्नुहुन्छ दिदी, तर हाम्रोमा निस्किनुहुन्न भनेर। आज चाहिँ कसरी पो बाटो बिराउनु भयो दिदी? कस्तो धेरै खुसी लाग्यो दिदी आएर। कामको व्यस्तता त्यस्तै त हो। हजुरकोमा म आउँ भन्छु, हेर्नु न गाई बस्तु अल्झिन्छन्, लड्छन् भन्नु पर्यो, टाइममा घर आउनु पर्यो, गाई धुनु पर्छ, अनि त्यही भएर आउनै पाउँदिनँ। कति गाह्रो छ, खेती पनि गर्छु नि त, 2-4 हलको मेलो गर्छु। त्यही त है, तिमी त कति दुःख गर्छौ। साँच्ची बाबु कुन देश पो जानुभएको छ? मेरो श्रीमान उहाँ त मलेसिया जानुभएको छ दिदी। कति कमाउनुहुन्छ नि? महिनाको 60,000 कमाउनुहुन्छ अरे। खाइ नखाइ गरेर 50,000 चाहिँ यतै पठाउनुहुन्छ। हेर्नु न कति दुःख गर्नुहुन्छ, भनेको जति पनि खानुहुन्न, सन्चो पनि छैन, सन्चो नभई ड्युटी जानुहुन्छ, यही छोराका लागि भनेर त्यस्तै दुःख गर्नुहुन्छ। के गर्नु, परदेशका ठाउँमा सँगै बसेर पनि अब यसकै भविष्यका लागि सोच्नु पर्यो हामीले। के गर्नु, कति दुःख लाग्छ, कति पिर लाग्छ। बिरामी पनि हुनुहुन्छ, सन्चो पनि छैन। के गर्नु दिदी, सँगै बस्न पनि पाइएन। ए अनि त्यो पैसा जग्गा किनेको कि त्यतिकै छ? उहाँ परदेशी एकै 10-12 वर्ष भयो दिदी, ऋण तिरिसकेर अनि बल्ल अलिअलि जम्मा गर्दैछौँ। त्यही म यहाँ बाख्रापाठा बेचेको ओरेको पनि सबै घिउ सिउ बेचेको सबै त्यहाँ लगेर जम्मा गर्छु ब्याङ्कमै। उहाँले पनि त्यही जम्मा गर्नुहुन्छ। 10-12 लाख रुपियाँ जम्मा भएको छ होला। अब यसको भविष्य पनि हेर्नु पर्यो। हेर्नु न, घरको छाना चुइने यस्तो छ, पछि बर्खामा त सबै पानीभित्र सुतेकै ठाउँमा आउँछ। कति हुनु र दिदी? त्यही 10-12 लाख रुपियाँ ब्याङ्कमा जम्मा छ होला। ए म पनि त्यही तिमीसँग अलिअलि पैसा छ कि भनेर बुझ्न आएको। ब्याज दिइहाल्छु। अब जग्गा त छ कि? अब जग्गाको दाम 5 करोड भनेको 4 करोड 50 लाख चाहिँ दिने भए। अब 50 लाख घाटा खाएर त के दिनु होइन? 4 करोड? हामीसँग त त्यही 10-12 लाख रुपियाँ मात्रै छ जम्मा गरेको ब्याङ्कमा। ब्याङ्कमा पैसा राखेर राम्रो गरेछौ कान्छी। आजभोलि त ब्याज भनेर खाइदिन्छन् पैसा। हेर न, तिम्रो चाहिँ मलाई असाध्यै माया लाग्छ। पहिला पनि सँगै बस्दाखेरि तिमीलाई चाहिँ के गरौँला भन्ने थियो। अब छोरो अस्ट्रेलियाबाट आएपछि यस्तै हेर त, 3टा आँखा भएको आइफोन ल्याउन लाउँछु। यहाँबाट त भिडियो कल पनि गर्न मिल्छ नि, तिमीले जसलाई गर्दा पनि हुन्छ। छोराछोरीलाई, बुढोलाई, साथीभाइलाई, आमा बुवालाई सबैलाई गर्न मिल्छ। देखेकी छौ यस्तो? ऊ त्यहाँ राखिदिन, ठुलो मामलाई पनि त्यहाँ राखिदेऊ। चिया भन्छ, तातो छ त्यहाँ राख। अनि तिमीले त्यो 12 लाख देखिछौ नि, तिमी चिन्ता नगर, म त्यसको ब्याजसहित 20 लाख जति दिन्छु। अनि राम्रो एउटा घर पनि बनाउन सहयोग गर्नुला न तिमीलाई। श्रीमानलाई नसोधी केही काम गर्दिनँ। उहाँले खाइ नखाइ आफूलाई बिरामी हुँदा पनि दुःख गरेर जम्मा गर्नुभएको छ छोराछोरीका लागि भनेर। एकचोटि उहाँलाई सोध्छु है, उहाँको रगत पसिना जम्मा भएको हो त्यो पैसा। मलाई दिन डर नमान न कान्छी। अब छोरो पनि अस्ट्रेलियामा कमाउँछ, मेरो पनि यहाँ कम्पनी छ, मालामाल हुन्छ हाम्रो। तिमीले एक कल गर्ने बित्तिकै म टुप्लुक्क ब्याजसहित जस्ताको तस्तै फिर्ता गर्छु। टेन्सन नगर, ढुक्कले दिँदा हुन्छ। अनि साँच्ची तिमीसँग चाहिँ कति पैसा छ? दिदी भाइ गएको त थुप्रै वर्ष भयो नि, तर भाइसँग लुकाएर म कहिल्यै कारोबार गर्दिनँ। हाम्रै लागि जानुभएको उहाँ, कति दुःख गरिदिनुहुन्छ विदेशमा। अनि दिदी हजुरलाई त यति थोरै पैसा हुन्छ, यो पैसा किन चाहियो? मेरो छोरो पढ्न अस्ट्रेलिया जाँदैछ। अस्ट्रेलिया सुनेकी छौ? अस्ट्रेलिया? सुनेको छैन दिदी। मैले त साउदी, कतार, मलेसिया, दुबई मात्र सुनेको छु। मेरा दाजुभाइहरू, फुपूका छोरा, मामाका छोरा, ठुलो मम्मीका छोराहरू सबै त्यतै छन्। ल म भर परे है, पैसा चाहिँ केमा लगाइदिन्छु? खाता नम्बर वाट्सएपमा पठाइदिन्छु, त्यही लगाइदिनु ल। यस्तै सानो तिनो रकम पनि खोज्दै हिँड्नु पर्ने भयो। नाथे 12 लाखका लागि तिम्रामा आउनु पर्ने भयो, तर पनि ठिकै छ, काम भयो। हस् त, म जान्छु है। अनि आफ्नो पैसा लिने बेलामा कसले फोन गर्छ? नयाँ नम्बर छ। हेलो हेलो दिदी। को बोलेको? नमस्ते दिदी, म आयुषा बोलेको। आयुषा? को आयुषा? म कान्छी नि दिदी, चिन्नु भएन? ए कान्छी, कति फोन गरेँ दिदी, के गर्नुभएको, किन नउठाउनु भएको फोन मेरो? म त आत्तिएँ नि। होइन कान्छी, म यसो अब बिजनेसमा बिजी छु, त्यही भएर। अब भन न, किन? के काम थियो कि? दिदी भाइ पनि विदेशबाट आउनुभयो, घर पनि चुइएर केही छैन, यो पनि नयाँ बनाउने, छानो हाल्ने भन्दै हुनुहुन्छ।
मेरो छोरो पनि विदेश जान्छु मामु भन्दैछ। अब विदेश पठाउनु पर्यो। पैसा लग्नु भएको 3 वर्ष भयो, नसाउन ब्याज केही पनि दिनुहुन्न दिदी। पैसा चाहियो मलाई। अब पैसा फिर्ता गरिदिनु न है। लिन आउँदाखेरि पनि कहाँ लुक्नुहुन्छ हुन्छ, एकछिन अगाडि यहीँ हुनुहुन्थ्यो भन्छन्, एकछिन पछाडि हुनुहुन्न, त्यत्तिकै फर्केर आउनुपर्छ। टाढा बाटो गाडी आउँदैन, हिँडेर आउनुपर्छ। पैसा फिर्ता गरिदिनु न दिदी। हजुरले पनि आफ्नो छोरालाई पढ्न मागेको भएर मैले पैसा दिएको, खै त किन नदिनु भएको मलाई चाहिने बेलामा? ब्याजमा लिएको हो मैले पैसा। मसँग पैसा भएको भए पैसा ब्याजमा लिन आउँथेँ। पैसा नभएर माग्न आएको, त्यसैले पैसा साउ मसँग छ, ब्याज तिमीले दिन्छु भनेको थिएँ होइन। अनि अब कम्पनी घाटामा छ, अब ब्याज 1 वर्षको 1,44,000 हुँदो रहेछ, त्यही ब्याज लिएर जाऊ आऊ। नाइ दिदी नाइ, ब्याज मात्रै त पुग्दैन। मेरो छोरो विदेश पठाउनु छ पढ्नलाई, अनि मेरो चुहेको छाना पनि टाल्नु छ। मेरो श्रीमानले विदेशमा गएर परिवारसँग छुट्टिएर दिन रात नभनिकन पसिना चुहाएर पैसा पठाउनु भएको। हजुरले लगेको 3 वर्ष भयो, नसाउनु ब्याज प्लिज दिदी, त्यसरी हुँदैन। अब हजुर करोडको कुरा गर्नुहुन्थ्यो, हाम्रो नाथे 10-12 लाख रुपियाँ पैसा दिनुहोस् न दिदी। मेरो छोरालाई त मैले पढ्न पठाउनुपर्छ जसरी पनि। मेरै छोराका लागि विदेश हिँड्नुभएको श्रीमान आफू बिरामी परेर फर्किनु भएको छ। घरमा आउँदा न पैसा न स्वास्थ्य। प्लिज दिदी। अब मसँग छैन, कम्पनी घाटामा छ, अब मलाई नै लिएर जान्छौ त? लान्छु भने लैजाऊ न त। तपाईँलाई लाज लाग्दैन दिदी? हाम्रो पैसा लगेर उल्टै ठुलो कुरा गर्नुहुन्छ। अब तपाईँलाई म कानुनी प्रोसेस गर्छु। जहाँ जाउँछ जाऊ। म तपाईँलाई यत्तिकै कहाँ छोड्छु र? म कानुनमा जान्छु भने कानुनमै जाऊ। ल मलाई लिएर जान्छु भने जाऊ। मसँग पैसा छैन, मैले अहिले राखिदिएँ, बारम्बार फोन गरेर मलाई डिस्टर्ब गर्ने होइन। मान्छेको कत्रो कत्रो काम छ। वाइयत घर छोडेर परदेशीय श्रीमान कलिलो उमेरमै बिहे गरेर बुवा आमाले दिनुभयो। जिम्मेवारीले थिचेपछि नेपालमा बाँच्नै सकिएन। न उमेर हुन्जेल परिवारसँगै बस्न पाए श्रीमान, न छोराछोरीसँग नजिक। अर्काको गुलामी गर्दा गर्दा आधा जिन्दगी गयो। भएको बाँकी जिन्दगी पनि भोकै तिर्खै साउको गाली घरको यादले। शरीरमा रोग लागिसकेका छ, दुःख गरेर 2-4 पैसा यसो बढ्ला कि भनेर ब्याजमा लागेको पैसा यसरी अपराधीले खाइदिन्छन्। यिनीहरूमा लाज, शरम, डर, घिन, मानवता नै हुँदैन। यस्ता गिरोहहरू कानुनसँग पनि डराउँदैनन्। परदेशीका श्रीमतीहरूले बुझ्नै पर्ने कुराहरू हुने। अब हजुरहरू भन्नुहोस्, हामी के गरेर जिन्दगीलाई अगाडि बढाउन सकिएला?